हेलो बेबी। जै केटासँग बोल्न रोक तेरा बाबालाई नभन। बाबा बाबा हाम्रो बहिनी त तँ झार्रेसँग बोलिसे। बक मैले त्यसलाई जानेछु। सुन मङ्गिएको बेला छोरीको बिहा अब दाइजो बिनै गर्ने। तिम्रो दाइले केटासँग बोल्छ भनेर भनेको थियो, यो कुरो साँचो हो? होइन बाबा, दाइले सबै झुट बोलेको हो। ए उमे यहाँ आइज त। त्यसो कुरो लाउँछस्? आखिरीमा बाउलाई ढाँटेरै छोडिसेन। हेलो बेबी। हजुर बेबी, मलाई दाइले कुट्यो, लिन आउने भए आऊ, नत्र म मर्दिन। म लिन आउँछु, तर मर्छु चाहिँ नभन। ल ल नआत्य, घरबाट निक्ल्यो। बाबा बाबा बहिनी त पहिला गई। ओहो, जे सोचेको त्यही भएछ। छोरी घरमा केही सल्लै नगरिकन भागी, बाउ यहाँ रमाएर बसे। मलाई त्यति पनि थाहा छैन। सुन कति महँगो छ, मागेर लिएर गएको भए दाइजो दिन पर्छ। अब बोलाएर टिकोटालो गर्नुपर्छ। अनुहार हेर्दा किराले गु पार्ने जस्तो भयो नि। बाउको दिमाग चाहिँ हो के मान्नै पर्छ। नमस्कार हजुर। ओहो नमस्कार हजुर, बसौँ न आउनु ल। होइन मान्छे मात्र देख्छु त, दाइजो खोइ त। अर्काको छोरी भगाएर लाने तिमीहरू अझ दाइजो माग्न शरम लाग्दैन? माग्न आउँछु भन्दा भन्दा छोरीलाई पिट्ने। हो रि यो उमेरले हो पिटेको, यहीसँग माग्नु। ओ यही हुन्छ भन्ने मलाई थाहा थियो के। ल सुन होइन हल्ले है बिस्कुटकै डल्लो दिएछन् क्या तेरो जेठानले। सुन